नमस्कार दर्शकबिन कान्छी भाग 316 को रिभ्यू एपिसोडमा यहाँलाई हार्दिक स्वागत छ। दर्शकबिन कान्छी भाग 316 हेरिसके पश्चात भने तपाईलाई कस्तो लागिरहेको छ? दर्शक मलाई लागिरहेको छ कि पक्कै पनि सागर छुट्नुपर्छ, यहाँकी कान्छीको त्यो अवस्थालाई उद्धार गर्नुपर्दछ। तर सागरलाई कसले छुटाउला त? दर्शकबिन अनि कान्छीको त्यो हालत अब के हुन्छ? साराको हालत अनि गाउँघरमा उनकी छोरी अनुसाले पनि अब थाहा पाइसकेकी छिन् कि मेरो बाबालाई कसैले जेलमा राखेको छ। त्यस कारणले त मसँग आजसम्म कुराकानी भएको छैन। यसरी कान्छी र सागरको घर परिवारमा ठुलो दुःख निम्तादै गर्दा भने उनीहरूलाई नै त्यही समयमा आज स्वयं सागरको भाइ सन्तोषले पनि भाउजूको त्यो गतिविधिहरू यस्तो भएको भन्दै उनीहरूले त्यो माइती घरसम्मै पुगेका छन्, जहाँ पुग्दै गर्दा भने ठुलो हङ्गामा मचेको छ। दर्शकबिन के होला त वास्तवमा? आउनुहोस् आजको रिभ्यू एपिसोडमा जान्ने प्रयास गरौँ। त्योभन्दा पहिले हाम्रो च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु भएको छैन भने अवश्य पनि गरिदिनु होला। दर्शकबिन कान्छी सिरियल आशा गौतमद्वारा निर्देशन र निर्माण गरिएको कान्छी अफिसियलबाट प्रसारण हुने कान्छी सिरियल आम नागरिकहरूको रोजाइको र मनोरञ्जनको प्रमुख माध्यम पनि हो। यसरी हेर्दै जाँदा कान्छी सिरियलमा भने सागर र कान्छीको त्यो अटुट प्रेम, जुन प्रेममाथि बारम्बार ठुलो धोका र धक्का लाग्ने गर्दछ र त्यो स्वयं उनीहरूबाट नभएर अरू कसैबाट हुने गर्दछ। जहाँ आज कान्छी आफ्ना ती कलिला सन्तति यहाँकी छोरीहरूलाई छोडेर आफ्नो सागर श्रीमानको त्यो न्यायका खोजीको रूपमा दौडदै गर्दा उनी अप्रत्याशित रूपले गुण्डाको पन्जामा पर्छ। त्यसरी उनी गुण्डाको पन्जामा पर्दै गर्दा भने उनलाई लागेको थियो कि मैले अब प्रमाण भेटाउने छु र आफ्नो श्रीमानलाई त्यो जेलको ढोकाबाट सजिलै बाहिर निकाल्ने छु। दुर्भाग्यवश उनलाई त्यहाँ फसाइन्छ र त्यसरी फसाउँदै गर्दा गुण्डाले भने अनेक बहाना र रचना गरिरहेका हुन्छन् कि कान्छीको विवाह मैले त्यो घरमै गर्दा कस्तो होला भनेर गुण्डाले सम्झँदै गर्दा कान्छीले भने उनीमाथि बदला लिनेछन् भन्ने कुरा उनीहरूले बुझिसकेका छन्। त्यसरी बुझिसके पश्चात भने कान्छी अब पक्कै पनि आक्रामक हुनेछन् भन्ने कुरा त यथावत छ नै, तर उनको घर परिवारले पनि उनलाई साथ दिनेछ र त्यो समाजका अगाडि कान्छीले मलाई खुकुरी प्रहार गरिन् भने के हालत होला? यावत प्रश्नले भने ती गुण्डा बारम्बार जसङ्गी रहेका हुन्छन्। त्यही भएर त ती गुण्डाले आफ्नै घरमा कान्छीको जबरजस्ती विवाह गराउने प्रयास गर्छन्। पण्डितलाई बोलाएका हुन्छन् र त्यो घरमा पण्डित हुँदै गर्दा पण्डितले पनि विवाह गराउन मान्दैनन्, किनकि कुनै पनि विवाह सहमतिमा हुनुपर्दछ। विवाह जस्तो संवेदनशील कुरामा एक पक्षको अनुमति र इच्छा भएन भने त्यो पक्कै पनि सभ्य हुन सक्दैन। त्यसकारण त्यो विवाहमा दुईटोको सहमति हुनुपर्दछ भन्ने पण्डितको बुझाइ थियो। तर ती गुण्डाको पावर र पहुँचले भने सजिलै कान्छीमाथि हावी भइरहेको हुन्छ। यता सागर त्यस्तो अवस्थामा हुन्छ कि उनी अब कहिले छुट्लान्। आम दर्शकहरूको बुझाइमा पनि यो छ कि सागर छुट्नै पर्दछ। कान्छीको त्यो दर्दनाक अवस्था बनिरहेको छ। साराले आज लामो समयसम्म पनि आफ्नै आमाको दुध खान पाएकी छैनन् अनि सहाराको त्यो हालत हुँदै गर्दा भने सागरकी आमा सन्तोष सबैजनाले सहारालाई लिएर माइती घरसम्म जान्छन्। जहाँ माइती घरमा जाँदै गर्दा भने कान्छीकी आमासँग सागरकी आमा मुखामुख गर्छिन् र जसले त्यो सम्बन्धमाथि ठुलो खटपट निम्त्याउँछ।